हेलो जोडले नमस्ते वेलकम ब्याक टु माई मिनी ब्लग मेरो च्यानलमा स्वागत छ। आज चाहिँ हामी दुईजना घुम्न आयौँ धेरै टाइमपछि। हामी यस्तो भइरहेको छौँ तर यहाँ साइकल धेरै भयो। साइकल चलाएर हामीले उता पारिराखेर आयौँ साइकल चाहिँ। अब हामी हिँड्दै फेरि त्यहाँ माथि चोरमा बस्छौँ खानेकुरा नि चटपटे बनाउनलाई। अब हामी कहाँ घुम्छौँ देखाउँछु मैले। रमाइलो हुँदो रहेछ त। के हो र थोरै हिँड्नु भएन च्याउने ए अझै त्यत्रो उकालो अनि यहाँ पार्किङहरू होटलमै। तर यहाँ हामी सुरुको चोटि जहाँ बनाउँदाखेरि देखेको अब लास्ट इन्डिङमा है इन्डिङमा आयो क्या यहाँ चाहिँ। अब यहाँबाट हामी माथि उक्लिन्छौँ। यहाँबाट सिधै माथि जान्छौँ। साथी अगाडि गइरहेछ कस्तो राम्रो देखियो क्या। अब हामी यति उकालो घाम शीतल पऱ्यो भने त पछाडि उसको भ्यू नि राम्रो आउँछ होला पछाडि है। यस्तै हो सबै साँझमा होइन। ल अब हामी यहाँ बसेको एकछिन हिँडेर तर घाम चाहिँ लास्टै हो कि। ओ माई गॉड। तर हामी धेरै टाइमपछि चाहिँ हिँड्यो कि यहाँ तल नि चाहिँ यस्तै ग्राउन्ड जस्तै अनि फेरि यहाँ पनि यस्तो रहेछ कि। हामी चाहिँ यसको पछाडि बस्छौँ। अब एकछिन बनाएर चटपट बनाउँछौँ अनि खान्छौँ। सुन्तला के हो अहिले खानलाई हो कि अहिले खानु भयो। पहिला भिजो बनायो हाम्रो चटपटे कम भएको होइन पिरो भयो बेसरी। पिरो भयो क्या जाने हामी पिरोमा यो गुलियो लिएर आएर जाउँ। पिरो भयो। राम्रो भयो पिरोले। चटपटी साँडेको चाहिँ कहिले पनि नगर्ने क्या। पिरोमा लिमिट भयो खाइहाल्छ त अनि हामी क्या अब खाइभयो चटपट। अब फोटो खिच्छौँ एकछिन। अब यहाँ न लुगा र झोला यहाँ चाहिँ चोर यस्तो छ कि यत्रो चोर टन्नै थियो मान्छेहरू। उता माथि गएछ कसो झोला मेरो काँटा नि। ओइ मेरो काँटा छ। अब हामी यहाँ फोटो खिच्ने। हामी चाहिँ अघि त्यता गयो अहिले हामी यहाँ आयो। यहाँ चाहिँ प्रार्थना गर्ने ठाउँले चाहिँ यो चाहिँ अनि हामी त्यहाँ अब त्यहाँ जान्छौँ। त्यहाँबाट साथी त्यहाँ पुगिसक्यो त्यहाँ जान्छौँ। अब यहाँको भ्यू होइन कस्तो राम्रो देखिरह। यहाँको भ्यू यस्तो राम्रो देखिँदैन। त्यहाँबाट आयौँ हामी। यस्तो छ यहाँ अरू खिचिरहेको छ कि फोटो। हामी मेन चाहिँ ये भनेर आएको तर यहाँ चाहिँ कतापट्टि यसको फेदै भेटेन। अब हामी गएको ल अच्छा घुमेर पुग्यो दिनभरिको घुमाइ हो रे हाम्रो गाइस। हाम्रो यति नै घुमाइ भयो आजको लागि चाहिँ।
हामी यस्तो घुमौँ कि होइन, यस्तो घुम्यौँ कि कति बज्यो 1-1.5 घन्टा जति घुम्यौँ। अनि हामी अब बिस्तारै साइकल बाटोमा जाँदैछौँ। खाएर पेट पनि घटेको नै, घटेको पनि छैन। अब हामी यत्तिकै जान्छौँ। धेरै टाइमपछि आएको हो क्या हामी चाहिँ, तर धेरै टाइमपछि चाहिँ निस्केको हो क्या बाहिर चाहिँ। धेरै नै भयो आज, हिँड्यौँ पनि धेरै। अब हामी जान्छौँ घरतिर। कति बज्यो? 4 बज्यो होइन, 4:30 भयो, 4:30 जति भयो। त्यहाँ चोरमा बस्यौँ धेरै टाइमै। त्यसपछि अनि त्यहाँनिर घुम्यौँ एकछिन। अब हामी जान्छौँ। आज चाहिँ कस्तो अर्कै देखिरहेको छु कि मैले धेरै टाइमपछि चाहिँ लिएँ भिडियो पनि। अनि हामी आजको लागि यति नै सर्ट।